हेलो गाइज, हामी चाहिँ मन्दिर जाँदैछौँ दिदी र म। हामी चाहिँ यतिखेर अम्बिकेश्वरी मन्दिर जाने भनेर रेडी भइरहेको छौँ। यति हेर्नुहोस् बिहानको शुभ शुभको धुपहरू पनि आइरहेको छ। तर हेर्नुहोस् न यो बादलले किन यस्तो गरिरहेको छ। तर पनि हामी मन्दिर गइ छोड्छौँ है दिदी। ओ माई गॉड, कति राम्रो फुलहरू छन्। ल हामी मन्दिरभित्र आइपुगेको छौँ। यति बेला चाहिँ हामी मन्दिरभित्र आइसकेको छौँ। दिदी र म छौँ। धेरै मान्छेहरू पनि आइसक्नु भएको छ। बिहानको बेलामा मन्दिर चाहिँ यही नै हो, अम्बिकेश्वरी मन्दिर। अनि यसमा चाहिँ लाइनसँग घन्टीहरू छन्। हामीहरू चाहिँ घन्टी बजाउँदै, मलाई चाहिँ खोकी पनि लागिरहेको छैन। घन्टीहरू बजाएर चाहिँ हामी मन्दिरभित्र जाँदैछौँ। मन्दिर चाहिँ कति राम्रो छ। कति मन्दिरमा आउँदा बित्तिकै फिल हुन्छ होइन, कति राम्रो फिल हुन्छ। मलाई पनि धेरै खुसी लाग्छ मन्दिर जान पाउँदा। आफूलाई चाहिँ खुसी नै लाग्छ। मन्दिर चाहिँ यही नै हो। कति धेरै मान्छेहरू आएर पूजा गर्न थालिसक्नु भएछ है। अब चाहिँ मन्दिरभित्र पसिरहेको छौँ हामी। कति राम्रो भजनहरू पनि बजिरहेको छ, सुनिरहेको छ। मान्छेहरू सबै आफ्नो आफ्नो नित्य कर्ममा लाग्नु भएको छ। पूजा गर्नुको लागि आएर राम्रोसँग पूजा गरिराख्नु भएको छ। यति राम्रो। हामी चाहिँ सुरुमा गणेश भगवानलाई पूजा गरेको। गणेश भगवानलाई चाहिँ सुरुमा पूजा गर्नुपर्छ। त्यसपछि हामी अम्बिकेश्वरी मातालाई पनि पूजा गर्छौँ। मेरो चाहिँ कति सानो लोटा छ है। अनि दिदीलाई चाहिँ साइडबाट मेरो लोटा पनि ल्याइदिनुहोस् न दिदी भनिहालेँ। अब के पूजा गरिसकेर बाहिरतिर निस्किँदैछौँ, बाहिरतिरको गेटतिर है। ल दिदी हामी जाँदैछौँ। जानुभन्दा अगाडि एकचोटि यसमा मन्दिरमा घन्टी पनि बजाइहाल्यो। यही छ बाहिर निस्किने ठाउँ। धेरै मान्छेहरू अगर आपको कुछ मिला ना है तो यहाँ मिरर भी है। मैं जब भी आती हूँ ये मिरर जो है वो रहता। राम्रै छ है दिदी। बिजी रहता ना मेरो त हेर्नुहोस् न, यो नाकको टुप्पामा पनि टिका लगाइदिनु भ्याउनु भएछ गुरुजीले। ल हजुरले अम्बिकेश्वरी मन्दिरभित्र यति राम्रो फुलहरू पनि फुलेको रहेको छन्। भगवान अब फेरि पनि आउने भाग्य मिल्यो भनेपछि फेरि पनि आउनेछौँ। जब माता रानीले हामीलाई बोलाउनुहुन्छ, जब हाम्रो मनमा फेरि आउनको लागि इच्छा जागृत हुन्छ, तब फेरि हामी आउनेछौँ होइन। सबै त भगवान्को क्रियाधारा हो भन्छ नि त। भगवानले नचाहँदासम्म केही पनि कुरा हुँदैन। हामी जाने गर्ने के गर्ने के नगर्ने सबै कुरा भगवान्को हातमा हुन्छ। लास्ट एक बार हेर्दै अब जान्छौँ। बाई। हामी सबै गेटदेखि बाहिर पनि निस्किसकेको छौँ।